जाडो छ जाडो हेलो नमस्कार सम्पूर्णलाई म शुभ सागर के छ आराम हुनुहुन्छ होला म पनि आरामै छु हजुरहरूको आशीर्वाद हजुरको मायाले गर्दा आज धेरै दिनपछि हजुरहरू माझ उपस्थित भइसकेको छु आशा छ यो मेरो भिडियोलाई हजुरले पक्कै पनि मन पराउनु पार्नुहुनेछ मन पारिराख्नु भएको छ र जतिलाई सुमन सागर व्यायाम युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद जतिले गर्नु भएको छैन कृपया सबैजना सब्सक्राइब गर्नुहोला नयाँ नयाँ भिडियोहरू हेर्नको लागि म हजुरहरूलाई नयाँ नयाँ भिडियो लिएर आउनेछु भन्न चाहन्छु आज धेरै दिनपछि हजुरहरूमा नयाँ भिडियो साथमा आउनुको कारण किन ढिलो भयो होइन किन ढिलो ढिलो भिडियोहरू आइरहेछ भ्लग भिडियोहरू भन्दाखेरि चाहिँ कार्यव्यस्तताले गर्दा हो मलाई लाग्छ कि हजुरहरूमा हरेक दिन एउटा एउटा भिडियो मार्फत लिएर आउन पाऊँ भन्ने म एकदम त्यो कुरामा म एकदम समर्थ एकदम इच्छा छ परदेशको ठाउँमा समयको अनुकूल दिनभरि ड्युटी जाने आउने अनि ड्युटी गरेर आएपछि ज्यान थाकेको हुन्छ अनि घरतिर कुरा गऱ्यो यता गऱ्यो उता गऱ्यो अनि टाइम खुत्रुक्कै जान्छ अनि सुत्यो अनि फेरि उठेपछि फेरि ड्युटी जाने हतार ड्युटी गयो फेरि आयो यस्तै गरी गरी दिनचर्या यसरी चलिरहेछ कतार आएको पनि 2 वर्ष भइसक्यो नयाँ नयाँ ठाउँमा नयाँ नयाँ भिडियोको साथमा एकदम राम्रो ठाउँहरूमा पनि यताउति गर्दै जान पाइएको छैन अब बिङहरू पनि पैसा हाल्न जानको लागि पनि अब पाइँदैन आइसकेको छ अब 3 महिनापछि हाम्रो कम्पनीले 3 महिनापछि आइदिन्छ त्यो हिसाबले पनि यताउति जान पाइएको छैन पैसा हाल्नु पर्यो भने 60 नम्बर हाल्नु पर्छ कम्पनीको नियम चाहिँ यस्तै छ अब के गर्ने जे जस्तो भने कम्पनी नियमलाई मान्नु पर्यो कतारखेरि एकदम नियम कानुन एकदम कडा छ आजभोलि जो तपाईँ एउटै पब्लिक ठाउँमा गएर भिडियोसहरू खिच्न पनि पाइन्न अरू मान्छेहरूको फ्रेममा भिडियो ल्याउन पनि पाइन्न त्यो भएर नि धेरै कुराहरू गाह्रो लागिरहेछ नेपालमा अरू अरू देशमा जस्तो एकदम खुल्ला छैन कतारमा साउदीमा भयो यहाँ भयो त्यो जस्तो जे जस्तो भए पनि हजुरमाझ चाहिँ म आउने नै छु किनभने हजुरहरू बिना म बाँच्न सक्दिनँ त्यही हिसाबले एकदम राम्रो छ र अहिलेको अवस्थामा चाहिँ एकदम जाडो छ कतारमा डिसेम्बरको पनि आज 20 भइसक्यो महिनाले एकदम अब 2025लाई बिदाई गर्ने बेला पनि आइसकेको छ अब 2026को आगमन हुन धेरै दिन बाँकी छैन त्यसलाई चाहिँ यो पेप्सी अलबिना पेप्सीको यो चाहिँ बस्ने एरिया हो होइन बाहिर चाहिँ ढक्क बस्ने चिया खाने यहाँ ढक्क राख्ने यस्तो ठाउँ छ यो म पनि ढक्क बसेँ बसेरै हजुरमाझ भिडियो बनाउन गइरहेको छु आशा छ एकदमै माया गर्नुभएको छ माया गरेर जानुहोला एकदम जाडो छ जाडो भएको कारणले चाहिँ ज्याकेट स्याकेट लाएर हिँड्नुपर्ने अवस्था आएको छ डिसेम्बर जनवरी फेब्रुअरी मार्चसम्म त एकदम जाडो हुन्छ कतारमा अहिले चाहिँ पानी पर्ने पानी अब परेको हिलो हुने त्यही हो नि अब फेरि अब जस्तो नेपालहरूमा जस्तो पानी परेर सर जानु छैन यहाँ चाहिँ पानी पर्दैन पानी धेरै समयपछि पर्छ लगभग 5-7 महिना पर्यो अहिले पानी आज पनि अघि बिहान परेको थियो एकदमै पानी पर्ने चिसो हुने हिलो हुने बाटोहरू पुरै पानी पानी हुने यसो छ यताको अवस्था जति विकसित अब देश भए पनि पानीले चाहिँ एकदम ट्याङ्करहरूले पानी त गरिरहेको छ तर पनि अब गाह्रो छ जाडो भइरहेको छ यसो हुडी लाएर हिँड्नु परिरहेको छ यो हुडी चाहिँ धेरै पुरानो हुडी हो यस्तो छैन बालसाल पनि काटियो यस्तै छ अब हुडी नलागिकन हिँड्न सकिन्न जस्तो त्यही हिसाबले पनि हो अनि अर्को कुरा चाहिँ म यत्रो दिनसम्म लास्टमा चाहिँ चिसो लाग्यो बिरामी पनि भएँ रुवाखुरी एकदमै यताउति औषधि लगभग 70-70 को औषधि पनि ल्याइयो
खाँदैछु हल्का बाँकी पनि छ। अहिले चाहिँ त्यो बोल्न सक्ने भएको छु। नत्र त मलाई एकदम बोल्न पनि गाह्रो, हिँड्न पनि गाह्रो। जाडो त्यस्तै खोकी लाउने, आउनु सबै रिगा खोकी सिकाउने एकदमै गाह्रो हुन्छ नि त खोकी लाउँदा। कस्तो हुन्छ हजुरलाई थाहा छ नि त होइन? अनि त्यही हिसाबले भएर म चाहिँ कतै पनि जान पाइनँ, कतै पनि जान पाइनँ, भिडियोहरू खिच्न पनि पाइनँ। म कहिले चाहिँ भिडियो खिचेर हालौँ भन्ने पनि भएको छ। जाडो छ, जाडो जे जस्तो भए पनि जाडोमा गर्मी जस्तोसुकै सिजनमा पनि आफूलाई एकदम ख्याल गर्नुपर्छ। जाडो छ भने धेरै कुराहरू तातो कुराहरू खानु, जस्तै अब तातो कपडाहरू लाउनु, आफूलाई जाडो छ भने त्यही अनुसारले प्रिपेयर गर्नुपर्छ होइन? गर्मी भयो भन्दा पनि त्यही अनुसारले गर्मीमा के कुरा गर्दा गर्मी ठिक हुन्छ त होइन? त्यतिलाई ध्यान दिनुपर्छ। यो संसारमा संसारमा रहेपछि जाडो, गर्मी, दिन-रात हरेक कुरा के कस्तो छ सबै कुराहरूलाई पालना गर्नुपर्छ। जिन्दगी भएपछि जिन्दगीमा सबै कुरा चाहिन्छ। पैसा, समय, जाडो गर्मी हरेक कुराहरू, आफन्तहरू, हरेक कुराहरूको आवश्यकता आफ्नो ठाउँमा आवश्यकता छ। आवश्यकता पैसाको मात्र आवश्यकता छ भनेर भन्दैमा आफ्नो ज्यानलाई जोखिम राखेर यो कुराहरू पनि गर्नु पनि भएन होइन? यो चाहिँ आफूले आफूलाई हेरोस् पहिला, त्यसपछि फर्दर पैसाका कुरा, कामका कुरा, त्यो भनेको आफू बाँचेपछि हुने कुराहरू हुन्। त्यस कारणले आफ्नो स्वास्थ्य, आफ्नो टाइम, आफूले के गर्न सकिन्छ त होइन? त्यतातिर ध्यान दियौँ कि हामी सबैजनाले। त्यस्तो गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ। मान्छेहरू चाहिँ विदेशमा गएपछि 2-4 पैसा कमायो भनेर बोल्नै छोड्यो। हाम्रो साथीहरू त घुम्न गइयो कि होइन? धेरै कुराहरू हुन्छ नि त। मलाई पनि साथीहरूले भन्नुहुन्छ, "शुभमजी तपाईँ चाहिँ विदेशमा गएपछि हाम्रो कुरै हुन छोड्यो आजभोलि। किन हो? कसो हो? हामीलाई माया मार्नुभएको हो?" भनेर पनि साथीहरूले भनिराख्नु भएको छ। तर म त्यस्तो होइन। परदेशको ठाउँमा भनेको जस्तो टाइम टेबल पाइन्न। परदेशमा चाहिँ नेपालमा भए जस्तो आज चाहिँ मेरो काम छ, म ड्युटी आउन्न, काममा आउन्न, यस्ता कुराहरू चल्दैन। यहाँ चाहिँ टाइम टु टाइम हुन्छ होइन? जागिर भनेपछि जहाँ पनि टाइम टु टाइम टेबल, ड्युटी टाइममा र जागिरको त्यो समयमा चाहिँ आफूलाई त्यहाँ जसरी निभाउनै पर्छ। जहाँ पनि नेपाल होस्, विदेश होस्, जहाँ जुन ठाउँमा गए पनि। तर पनि जे जस्तो भए पनि विदेश भनेको विदेशै हो नि त। यहाँ अब सबै कुरा छोडेर टाढा आइन्छ, सासु मुन्डा पारी होइन? त्यो कुराहरू पनि हुने भयो। सबैजनालाई मिस त गरिन्छ नि त, सबैजनालाई मिस गरिन्छ। साथीभाइ, आफन्तजन, आफ्नो फ्यामिलीहरू सबैलाई, छरछिमेक सबै नेपाललाई धेरै मिस गर्दै पनि त्यही हो, आफ्नो ठाउँमा आफ्नो तरिकाले बिजी भइन्छ। बिजी भइयो भनेर साथीहरूले गुनासो नगर्नु होला। भेटघाट हुन्छ तर राम्रो तरिकाले हुन्छ। म नेपाल आएपछि हजुरहरूलाई एकदमै भेटघाट गरौँला। 2 वर्षको त्यो पिता मिठा कुराहरू हुन्छ नि, हरेक कुराहरू चाहिँ सेयर गरिहालिन्छ। त्यसपछि अब क्रिकेटमा जस्तो रमाइलो होला नहोला, तर पनि हुन्छ नि, धेरै कुराहरू गरिसक्यो। मैले पनि धेरै कुरा गर्न बाँकी नै थियो। मैले पनि फिल्महरू पनि सुटिङ गरेँ भनेर स्क्रिप्ट सबै रेडी पनि पारेको हो होइन? अनि अब सुटिङ पनि गरियो। त्यस्तो त्यो पनि सफल हुन पाएन। हाम्रो साथीहरू त चाहिँ विदेश जानुभयो, म पनि यता विदेश आएँ। म कता आएँ, ऊ चाहिँ दुबईतिर, कोही कतातिर, कोही के भएर त्यो प्रोजेक्ट पनि अड्केको छ। मेरो फिल्मको स्क्रिप्टहरू पनि अड्केको छ। जिन्दगीमा धेरै कुरा गर्न छ, बाँकी नै छ। जिन्दगी धेरै कुरा गर्न बाँकी छ। जिन्दगी रहन्जेल धेरै कुरा गर्नुपर्ने छ। म आज यति धेरै भावुक र यो विषयवस्तुमा कुरा किन गर्दैछु भनेपछि म आज एकदम पीडा पोख्न आएको कि हजुरमाझ।
पीडा पोख्न र मेरो जो मनमा लागेको कुराहरूसँग सेयर गर्न आएको। सबैलाई कुराहरू मन नपर्ला, तर पनि आफ्नो आफ्नो जिन्दगीको यो दौरानमा हरेक कुराहरूलाई सामना गर्दै आफ्नो लक्ष्यहरू पुरा नहुँदाको दुःख, त्यो क्षण त्यो सबैलाई थाहा छ नि त घरलाई होइन। त्यो हिसाबले पनि त्यसरी बुझ्नु होला भन्न चाहन्छु। म आज रुममा बसेर पनि भिडियो बनाएको छैन कि बाहिर यहाँ एकदम हावा लगाइरहेछ। मैले यसरी यो हुडी सेट लाएर हजुरहरू माझ बोल्दैछु, किनभनेपछि हजुरहरू माझ पनि धेरै समय भयो नआएको भिडियोको माध्यमबाट, र साथीहरूको गुनासोहरूलाई पनि यसरी समाधान गर्दैछु। अब मेरो डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च, फेब्रुअरीमा आइडिया आएपछि मेरा कतारमा रहेका साथीभाइ, दिदीबहिनीहरू, दाजुभाइहरू र कन्ने मान्ने मेरो फ्यामिली, मेरो शुभचिन्तकहरू, मेरा आफन्तहरू सबैलाई भेट्नेछु। राम्रो ठाउँमा गएर हजुरमाझ भिडियो कैद गरेर हजुरमाझ लिएर आउनेछु। धेरै कुराहरू हुनेछन् र नेपाल फिल्म इन्डस्ट्रीको बारेमा, नेपाल फिल्म इन्डस्ट्री, रङ्ग खबर, हरेक किसिमको सुमन सागर अपडेट भनेर मैले भिडियोहरू पनि त्योबाट बनाइरहेको सुमन सागर युट्युब च्यानल त्यहाँ पनि छ, त्यहाँ पनि गएर हजुरले हेर्नु होला। मेरो 2टा च्यानल छन्। एउटा सुमन सागर बिएममा चाहिँ अब भ्लगहरू, यस्तै दुःख सुखका कुराहरू आउँछ भने, मेरो अर्को सुमन सागरमा चाहिँ सुमन सागर च्यानलको नाम हो भने सुमन सागर अपडेट चाहिँ मेरो त्यो जति पनि कुराहरूको अपडेट दिन्छु। अनि त्योमा चाहिँ हरेक किसिमका अपडेटहरू हजुरले पाउनुहुन्छ। मैले एलिना चौहानको नयाँ गीत पाँचे के छु क्यारे भन्ने गीत पनि मैले त्योमा हालेको थिएँ। एकदमै मन पराइदिनु भयो हजुरहरूले। लगभग 1000 भ्युज जान लागेको छ। मेरो लागि 1000 भ्युज पनि एकदम 1000 मिलियन गए सरबर हो होइन। हजुरले एकदम मन पराइदिनु भएको छ। अरू भिडियो म क्रमशः हाल्ने छु। मेरो 2 च्यानल छ, त्यहाँ गएर सब्सक्राइब गर्नु होला। त्यहाँ चाहिँ लगभग सुमन सागर च्यानलमा चाहिँ 1000 प्लस भ्युज सब्सक्राइब भइसकेको छ। भ्युज चाहिँ धेरै पनि आएको छ। लगभग च्यानल घरमा 2 लाख समथिङ पनि भयो होला, ट्याक्क मैले हेरेको छुइनँ। तर यो सुमन सागर बियामलाई चाहिँ एकदमै मन पराइनु होला। यो भ्लग च्यानल हो, हजुरको दुःख सुखहरू यसमा समय समेट्ने छु। यसलाई पनि माया गरिदिनु होला। यसमा चाहिँ अलिक माया अलिक कम्ती भएको हो कि जस्तो लागिरहेको छ मलाई। अहिलेसम्म सब्सक्राइब त्यही 57-58 भइरहेछ। यसलाई पनि अझै माया गर्नु होला। साथीभाइ सोसियल मिडियामा सेयर गरेर यो भिडियोलाई पनि राम्रो गर्नु होला। च्यानललाई पनि एकदम सपोर्ट गर्नु होला। म हजुरहरूलाई हरेक जस्तोसुकै मेरो जस्तोसुकै परिस्थितिमा र जस्तोसुकै अवस्था आए पनि हजुरमाझ भिडियो लिएर आउनेछु। हजुर हामी भनेको एकअर्काको नङ्ग्रा मासु जस्तो हो तपाईँहरू हाम्रो सम्बन्ध। त्यो नगिरौँ। यो नङ्ग्रा मासुको सम्बन्धलाई चाहिँ एकदम कायम राख्नु होला। धेरै माया गर्नु होला। यति भन्दै मेरा प्यारा युट्युब फ्यामिलीहरू, मेरो साथी भाइ इष्टमित्र सम्पूर्णलाई यो भिडियोको मार्फतबाट सम्झेको छु, धेरै मिस गरेको छु मेरो साथीभाइहरूलाई। म हजुरसँग कन्ट्याक्ट भएको छैन, अवश्य पनि हुनेछु। यो भिडियो पनि एकपल्ट सबैजनाले हेर्नु होला। तपाईँहरू सबैजनाले म के कारणले गर्दाखेरि म अड्किरहेको छु, म के कारणले गर्दा तपाईँहरूसँग सम्पर्क हुन सकेको छैन, बोल्दै भएको छैन, हरेक कुराहरू यो भिडियोमा छ। क्रमशः गर्दै जानु होला है। म पनि बनाउँदै जान्छु। हस् त, नमस्कार। जय नेपाल।